कुनै रुटमा चाहिँ यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ यसरी प्लास्टिक चाहिँ बाहिर नफालिदिनु होला। यो चाहिँ यदि सक्नुहुन्छ भने चाहिँ सानो प्लास्टिकमा थोरै थोरै कलेक्ट गरेर भए पनि त्यो ठाउँमा चाहिँ डस्टबिन छ लिएर छोड्नु होला। र यो फाल्ने जसले फालिराख्नु भएको छ प्लास्टिकहरू उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भन्दा हजुर ट्रेकिङ या यात्रा गर्ने लायकको मान्छेहरू होइन। यात्रा गर्नको लागि भनेर हजुरलाई यो फोहोर फाल्नको लागि भनेर यो रुट बनाइदिएको होइन। बी केयरफुल है। यस्ता कुराहरू चाहिँ हजुरले के छ र के हुन्छ र जब मैले एउटा फालेर के नै बिग्रिन्छ र भन्ने जस्तो लाग्छ भने चाहिँ हजुरको एउटा सानो प्लास्टिकको टुक्राले चाहिँ हजुरहरू जस्तो 10 जनाले फाल्नु भयो भने चाहिँ एउटा रुट नै खराब हुन्छ।